सिंहदरबार पुगेछ। अब उहाँहरूको अहंकारको अन्त्येष्टि यो भिडले गर्नेछ। कांग्रेस, एमाले, माओवादीका नेताहरूले आफ्ना घरहरू जल्दै गर्दा, आफ्ना पार्टी कार्यालयहरू जल्दै गर्दा धेरै गाली गर्नुभयो। जेन्जी युवाहरूलाई, राष्ट्रवादीहरूलाई धेरै गाली गर्नुभयो, आँसु बहाउनुभयो। म उहाँहरूलाई भन्न चाहन्छु, यी नेताहरू, तपाईहरू एकचोटि जलेको पार्टीको त्यो अस्तुमा गइलिएर हेर्नुहोस्। तपाईहरूको अहंकार, तपाईहरूको बेइमानीको कारण तपाईहरूको पार्टीले लिएको महान विचार आज जलेर खराबी भएको छ। तपाईहरूको पार्टीमा संलग्न कैयौं राष्ट्रवादी चिन्तन गर्ने, देशको चिन्ता भएका असल कार्यकर्ताहरूको विचार, स्वाभिमान जलेर तपाईहरूको अहंकार तपाईको पार्टी कार्यालयमा अस्तुमा परिणत भएको छ। नेतागणहरूले आफ्नो नेताहरूको घरमा लुटपाट भयो भनेर बोल्नुभयो, युवा पुस्ताको आलोचना गर्नुभयो, युवा जेन्जी पुस्तालाई गाली गलौज गर्नुभयो। तर आफ्नै नेताको घरमा भेटिएको अकुत कालो सम्पत्तिको बारेमा एक शब्द बोल्न सक्नु भएन। तपाईहरू कुन मुख लिएर परिवर्तनको आवाज उठाउँदै हुनुहुन्छ? कुन मुख लिएर तपाईहरू अब निर्वाचनमा होमिने प्रयास गर्दै हुनुहुन्छ? आफ्नो पार्टीको भ्रष्टाचार छोड्ने नेताले अरूमाथि नैतिकताको प्रश्न गर्न सक्ने तपाईहरूको नैतिकताले दिँदैन। त्यही भएर यो नाटक बन्द गर्नुहोस्। भदौ 23 गते पश्चात 24 गते राज्य विहीनताको रात। यो देशमा संसद बन्द भयो, सिंहदरबार जल्यो, राष्ट्रपति कार्यालय जल्यो, प्रधानमन्त्री कार्यालय जल्यो, प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नुभयो, राष्ट्रपतिलाई लुकाउनु पर्यो, अनि नेताहरू, मन्त्रीहरू आफ्नो ज्यान जोगाउनलाई भाग्नु पर्ने अवस्था आयो। यो सब के कारणले गर्दा हो? तपाईहरूले के भन्नुभएको थियो? गणतन्त्र पश्चात यो देशमा के परिवर्तन आयो? तपाईहरूले देखाएका शब्द, शिक्षा, न्यायालय, स्वास्थ्यमा समान पहुँच पायो नेपाली जनताले। यो समाजले गणतन्त्र आए पश्चात यो समाज विभाजित भयो। यो देशमा संस्थाहरू, उद्योगहरू बन्द भए। यो देशमा नातावाद र खोनीवादहरू हावी भए। यो देशमा भ्रष्टाचार संस्थागत भयो र यो देशमा एमाले, कांग्रेस र माओवादीको सिन्डिकेट भयो र यो देशलाई, यो राज्यलाई केही सीमित व्यक्तिहरूले आफ्नो घरको टेवा जसरी कब्जा गरेको कारणले गर्दा आफ्नो यो देशमा भदौ 24 गतेको घटना निम्त्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले राजासँग आफ्नो तुलना हुँदैन भनेर भन्नुभयो। हो, ठिक हो, न तपाईको न यो देशको राष्ट्रपतिको राजासँग कुनै पनि तुलना हुँदैन। किनभने देशको जनतालाई सङ्कट परेको अवस्थामा जनतालाई मारेर भाग्ने राष्ट्रपति र प्रधानमन्त्रीको यो देशमा राजासँग तुलना हुँदैन। तपाईहरू नेतागण र यो देशको राजामा धेरै फरक छ। जनताले माग्दाखेरि जनताको नासो जनतालाई दिन्छु भनेर हाँसी हाँसी दरबार छोड्नु भएको थियो, जसको शताब्दीको विरासत थियो। तर तपाईँ 76 जना मर्दाखेरि पनि यो देशमा मै प्रधानमन्त्री हुनुपर्छ भन्ने हटले गर्दा आज यो देश खरानी र अस्तुमा परिणत भएको छ। राजासँग त्याग थियो, तपाईँसँग स्वार्थ छ, त्यसैले तपाईँहरूको राजासँग तुलना हुँदैन। आज आह्वान गर्न चाहन्छु, राज्य विहीनताको रातमा आम नेपालीले किन राज संस्थालाई सम्झे? किन भदौ 24 गते तपाईँहरूलाई लाग्यो कति बेला सेना बाहिर देखिन्छ? किन तपाईँले राष्ट्रपतिलाई सम्झिनु भएन? किन तपाईँले आफ्ना सांसदलाई सम्झिनु भएन? किनभने जब घरमा सङ्कट पर्छ, जब घरमा अप्ठ्यारो आउँछ, हामी बाबुआमा सम्झिन्छौँ। यो देशलाई सङ्कट पर्दा हामी सारा नेपालीले राज संस्थालाई सम्झेको थियौँ। त्यसैले गर्दाखेरि पनि जुन राष्ट्रपतिले यो जनताको अभिभावक बन्न सक्दैन, जुन राष्ट्रपति आफ्नो जनतालाई छोडेर भाग्छ, जुन राष्ट्रपतिलाई विश्व
गर्दैन त्यो राष्ट्रपतिको ठाउँमा अब राजालाई स्थापित गरेर यो देशलाई संवैधानिक राज संस्था र अब्बल प्रजातन्त्रको समन्वय गरेर हामी विकासतर्फ उछाल्छौँ। आज यो देशमा धर्मनिरपेक्षता लाग्यो। कसले लाग्यो? जसको देशमा आफ्नै राज्यहरू कोही प्रोटेस्टेन्ट छन्, कोही क्याथोलिक राज्यहरू छन्, तर उनीहरूलाई नेपालमा धर्मनिरपेक्षता चाहियो र हाम्रो नेताहरूले दिए। आज त्यसको कारणले गर्दा आज हेर्नुहोस् त पश्चिमाकरणमा मुलुक गइसकेको छ।